जब मेरो बुढाको डेथ भयो नि तब म त 2-3 चोटि म मर्छु भनेर पनि निस्केको हो के उहाँ भएको भए मेरो जिन्दगी रानी जस्तो हुन्थ्यो होला सायद उहाँ नहुँदा खरानी जस्तो भएको छ लास अगाडि हो म तल हो मान्छे कुरा काट्ने मान्छे माथि मलाई हेरेर बस्यो बल खाइस त्यस्तै ठिक्क पर्यो त्यो भने पहिलाको जमानामा चाहिँ लग्नी मर्यो भने श्रीमती नि जाने सती प्रथा त्यस्तै जान पाएको भए नि हुन्थ्यो जस्तो लाग्यो बाँच्न मनै नलाग्यो त्यो टाइममा चाहिँ एउटा दिदीको न्युज चलेको थियो है खोलाबाट हाम फालेको बच्चा बोकेर हाम फालेको भने त्यो नि जाइसी भन म पनि यस्तै गर्नु पऱ्यो क्या भने त्यो सोचेर म हिँडिदिन्थेँ 2-3 चक्कर हिँडिदिन्थेँ मेरो मम्मीहरू मेरो स्माइली सासूहरूले देखेर उता गाहा यो त बारीतिर भन्नु सोध्नुहुन्थ्यो क्या पछि जानुहुन्थ्यो लिन खोजेर हजुर उता अगाडिबाट जेठ हजुर जानुभयो भने पछिबाट मेरो माइली सासूहरू पछि आउँथे आफ्नो सासूहरू तपाईँले बचाउन हजुर हुन्छ नि मलाई देखेपछि त अलक्षण भन्छन् सायद बिग्रियो भन्छन् अब पानी लिन कोही जानुपर्छ फरक्क कोही जानला मान्छे फरक्क फर्केर भित्र जान्छ यस्तो जिन्दगी लिएर बाँच्नु भन्दा त मर्न सही म त यो बाबुको हुन्छ नि 1 वर्ष जन्मदिनमा त म त पङ्खामा हेर्नु मन लाग्यो म त किदे गर्दा नि किदे गरेर निस्केसी दाइ छर्लङ्गै देखेको श्रीमानलाई फर्केर पछाडि भित्र गएर फर्केर हेर्दा त मान्छे छैन सुनसान रातिको 12 बजे सबै दिदी बहिनीको पुरा छ तेरो मात्रै हुँदो रहेछ तेरो पनि पुरा गर्न पाए हुन्थ्यो भन्नुहुन्छ घरको कान्छी छोरी हजुर भाग्यमानी हुन्छन् भन्छन् नि अभागी हुन्छ नि अब निधार ठुलो भएको मान्छेको भाग्य हुन्छ भन्छन् आफ्नो त निधार पनि ठुलो हो खै त अभागी भाग्यको चाहिँ निधार ठुलो हुने रहेछ अभागीको क्या